पासमै नतिजा सहित उत्तीर्ण हुने सम्पूर्ण भाइ बहिनीलाई हार्दिक बधाई र मौका परीक्षाका लागि योग्य सबैलाई शुभकामना। गत वर्षको निराशाजनक नतिजाले हामी सबैलाई चिन्तित तुल्याएको थियो। परिणाम हेर्दा अनुत्तीर्ण हुनेमा प्रायजसो दुर्गम क्षेत्रका विद्यार्थीहरू रहेको पायौं। नतिजा सुधार्न हामी सबैभन्दा पहिले हर कुनाका विद्यार्थीसँग सिधै जोडिनुपर्ने देखियो। हुन त चुनौतीहरू थुप्रै थिए, समय थोरै थियो, गाउँ-गाउँका विद्यार्थीहरूसम्म पुग्नु थियो, कसै गरी हर विद्यार्थीसम्म उत्कृष्ट शिक्षण सामग्री र हौसला पुर्याउनु थियो। तर चुनौती छन् भनेर उम्किने छुट हामीलाई थिएन। त्यसैले दृढ विश्वासका साथ संसदमै मैले यस वर्षको एसईई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ र सुधारका लागि हामीले सम्पूर्ण विकल्पहरू अपनायौँ। हाम्रो यस अभियानसँगै गाउँ-गाउँका विद्यार्थीहरूले भौतिक कक्षाहरूका साथै मोबाइलमै सबै विषयका कक्षा पाउन थाले। यसका साथै मार्गदर्शनको आवश्यकतामा रहेका विद्यार्थीले 200 भन्दा बढी शिक्षक शिक्षिका मार्फत नियमित अनलाइन परामर्श पनि पाए। इन्टरनेट नभएको ठाउँमा नेपाल टेलिकमले विद्यार्थीहरूका लागि निशुल्क डाटाको समेत सुविधा दियो। म आफैले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेर हौसला दिएँ, जसले गर्दा छोटो समयमै करिब 1.5 लाख विद्यार्थी हाम्रो यस अभियानबाट लाभान्वित भए। तर हाम्रा यी सारा प्रयास हुँदाहुँदै पनि यदि विद्यार्थी भाइ बहिनीहरूको मेहनत नभएको भए यो नतिजा सुधार सम्भव हुने थिएन। परीक्षामा सफलता पाउन नसकेका भाइ बहिनीहरूले पनि यसैलाई जीवनको अन्तिम परीक्षा नठान्नुहोला। आगामी दिनमा अरू धेरै परीक्षामा सफलताको हकदार तपाईहरू हुनुहुनेछ। त्यसैले सम्पूर्ण विद्यार्थीहरूलाई फेरि पनि बधाई। अन्त्यमा यस अभियानलाई सफल पार्न योगदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद। हाम्रो यो अभियान अब लगत्तै मौका परीक्षा दिने भाइ बहिनी र आगामी वर्षका लागि एसईई तयारी गरिरहेका भाइ बहिनी सबैका लागि जारी रहनेछ। यसबाट लाभ